हेलो नमस्ते साथीहरू, हजुरहरू हेर्दै हुनुहुन्छ धन ब्लग युट्युब च्यानल। मेरो यो युट्युब च्यानलमा हजुरहरू सबैलाई चाहिँ स्वागत छ। सबभन्दा पहिला चाहिँ यो हाम्रो गजुरी बजारको सिन हेर्नुहोस्। अब मभन्दा तल चाहिँ त्रिशुली नदी बगिरहेको छ। म चाहिँ त्रिशुली नदीको पुलबाट चाहिँ झलुङ्गे पुलबाट क्रस गर्दैछु र अनि एकजना दाइको बाइक बिग्रियो अरे यहाँ पारिपट्टि बाटोमा। यही बाइक बनाउनलाई भनेर म अहिले आएको। भाइ आइदिनु पऱ्यो, जसरी भयो भने बाइक बनाइदिनु पऱ्यो भाइ भनेर भन्नुभयो। दाइको रिक्वेस्टलाई चाहिँ एक्सेप्ट गरेर मैले बाइक बनाइदिउँ न त। अब मेरो पनि एकछिन टाइम छ, फुर्सद पनि छ। अब फुर्सदको समयमा किन खेर फाल्नु भनेर दाइको बाइक पनि बनाउनु भनेर आएँ। यो चाहिँ हाम्रो गजुरी बजारको पुल पारीको दृश्य हो। अनि तल त्रिशुली नदी छ। ठ्याक्क बाइक चाहिँ यही तल हो, बाटोमा बिग्रिया छ दाइको होइन। यही बाइक बनाउनको लागि म जाँदैछु। साथीहरू, तपाईँहरूलाई कस्तो लाग्छ यो भिडियो? अब भिडियो फुल वाच पनि गरिदिनु होला, लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला होइन। डिस्क्रिप्सनमा मेरो मोबाइल नम्बर पनि राखिदिन्छु। हजुरहरूलाई पनि बाटोमा कहीँ केही त्यस्तो परिहाल्यो भने सम्पर्क गर्नु होला। हजुरहरूको लागि म 24 घन्टा सेवामा तत्पर रहने मान्छे होइन। अब त्यही त हो नि, के भन्ने र त मैले सम्पूर्ण साथीहरूलाई चाहिँ यही भिडियोबाट जानकारी गराउन चाहन्छु। अब नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला होइन। जतिजनाले हेर्दै हुनुहुन्छ लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्न नछुटाउनु होला साथीहरू। अब यो पुल पनि क्रस भयो। अब म यो ओह्रालो सरर ओर्लेर जाँदैछु र म तपाईँहरूलाई बाइकको भिडियो पनि देखाउँछु है त। ट्याक्क यो खोलेर हेरौँ होइन, के भएर चाहिँ थाहा भइहाल्छ नि। माथिबाट आउँदा आउँदै कि फर्किने बेलामा यस्तो भएको ल बुढा दाँती। यो त भित्रको पनि खाइदिन्छ तपाईँको यार, तनाव भयो नि त। अब भित्रको घाटै पुरै खाइदिन्छ हेर्ने। तनाव भयो नि, कसरी गर्ने यार यसलाई? के हुन्छ यो? तपाईँको त भित्रको त काउन्टर साफ्ट नै खाइदिन्छ नि यार। यसलाई केयर हुन्छ, त्यहाँसम्म काम चलाउनु गर्ने अनि ओल्डिङ गर्नुपर्छ। यसलाई त ओल्डिङ गर्नुपर्छ। यो धोइधाइ बनाएर लगेर होइन। ओल्डिङ कहाँ गरिदिन्छ? सब्जी छैन ओल्डिङ? मैले त कहाँ ओल्डिङ हुनु नि, तल त्यो ओल्डिङ ग्रिलमा जानुपर्छ। यो पुरै फेर्न त नि यो समस्या छ। त्यो बाटो ठाडो उकालो छ कि तपाईँको घर जाने बाटो दाइ, त्यो भएर पनि अनि त्यहाँबाट खाइदिए गर्छ कि जान्दा। ओहो यार ध्वस्तै भएको छ यार सेट यार। ल यार भित्रको घाट नै उल्टी सिडी हाल्ने छ यार। खत्तम भइहाल्छ नि त यार। के हुन्छ त्यो? तनाव दिने हो नि त। तपाईँले जगदीसित लिएको हो यो भाइ? हो। अन्त हेर्दै यस्तो पुरै घाटै, यहाँ घाटै लम्मा खाइदिएछ यार। निक्लिनु नि मान्दैन। गोलै बनाएछ नि भित्र हेर्दै। यस्तै यो बराबरको ओल्डिङ गरेर पछि फेर्नु पर्यो कि हेर्ने। पछि फेर्नु पऱ्यो भने त यो पुरै इन्जिन खोलेर अनि यो साबुट फेर्नुपर्छ। अन्त त अब के गर्ने त कस्तरी खाएको यार।
ओहो आज के लिकै खायो पुरै खायो यार यस्तै हो त्यो दाँती त घुम्दैन नि त यो मात्रै घुम्छ एक साल घुमाउनु पर्ने खना भयो भन्दा यार के गर्ने यार यसलाई अब फेरि कस्तो अप्ठ्यारो छ फेरि यहाँ कसरी लानु फेरि तानेर लान नि सम्भव छैन फेरि है अब यो यहाँ हुँदैन रहेछ साथीहरू है मैले त यहीँ बनाइदिन्छु दाइको अब भनेर आएको दाँती साँती नि बोकेर आएको थिएँ यो सबै दाँती साँती सबै बोकेर आएको दाँतीले ल्याउनु मात्र भयो काम गरेन अब यसको लागि चाहिँ यो नै ठ्याक्कै फेर्नु पर्ने भयो साथीहरू दाइले दुःख पाउनु भयो अब यसलाई के काम चलाउनुको लागि ओल्डिङ गरेर चलाउनु पऱ्यो अहिले दिन होइन कि काम चलाउनुको लागि अहिले दिन ओल्डिङ गर्नुपर्छ कि भने अब यो पुरै खोलेर यो सापटै फेर्नुपर्ने सापट फेरि बदला सापट फेर्नलाई दाइ यो सापटको चाहिँ 32-33 पर्छ होइन अनि तब यो फुल इन्जिन खोलेर ग्यासकेट सासकेट सबै गर्दा तपाईँको त्यही भनौँ न त्यही समथिङ 5-7 हजार लाग्छ ग्यासकेट मोबिलहरू हाल्नु पऱ्यो होला 5,000 में आउँछ इन्जिन त पुरै ठिक छैन इन्जिन त अस्ति भर माने इन्जिन इन्जिन ठिक छ भनेपछि 5,000ले त अलिक धान्दैन दाइ आजै भ्याउँछ आज त कहाँ भ्याउनु यो त अर्डर गरेर मगाउनु पर्छ नि पुरा खोलेर स्याम्पल पठाउनु पर्छ यो पुरानो मोडल 3 मोडलको आछ के तपाईँको यो सेकेन्ड मोडलको हो कि मेसिनको दाप लिएर जानु पर्ने अहिले 5वटा मेसिन दाप त के गर्छ लैहाल्यो नि दाँत अब आफ्नो दाँत गइसक्यो बाइक दाँत कसरी गयो त्यहाँसम्म लानु सक्दैन कहाँ पसलसम्म लानलाई त मैले दाउ हेरेको छु त्यहाँबाट तारले बाँधेर बेरेर बिस्तारै जान्छ कि ट्राई गर्छु ओके गाइज ल है अब यहाँ बाइक नबन्ने भयो बाइक चाहिँ यसलाई तानेर हुन्छ कसरी हुन्छ मैले पसलमा लगेर बनाउनु पर्ने भयो त्यो भएर यहाँ बाइक नबन्ने भयो नबन्ने भएपछि त पसलमा लगेर खोलखाल गरेर सामान फेरफार गरेर कसरी हुन्छ बनाउनु पर्ने हुन्छ अहिलेको लागि यति नै हस्त धन्यवाद भिडियो फुल वाच गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद साथीहरू